नमस्ते साथीहरू। आज हामी यो भिडियोमा सिक्नेछौँ टोकन पकेट वालेट वेब3 वालेट। यो एउटा डिसेन्ट्रलाइज वालेट हो। यसलाई कसरी इन्स्टल गर्ने प्रोसेस यहाँ हेर्नुहोस्। यसको लोगो यो किसिमको हुन्छ। मेरोमा अलरेडी इन्स्टल छ। अगर यो भिडियोलाई तपाईँ अगर नयाँ हुनुहुन्छ भने यो भिडियोलाई अन्तसम्म हेर्नुहोस् र प्रत्येक स्टेप फलो गर्नु भयो भने तपाईँले इजिली आफ्नो मोबाइलमा सजिलैसँगै तपाईँले यो वालेटलाई इन्स्टल गर्नु सक्नुहुनेछ। सर्वप्रथम तपाईँहरू यो प्ले स्टोरमा जानुहोस्। यहाँ हेर्नुहोस्, सर्च बारमा गएर लेख्नुहोस् टोकन पकेट। यहाँ मुनि आइहाल्छ टोकन पकेट वालेट भनेर। यसलाई क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस्, यो किसिमको इन्टरफेस आउँछ। यसको लोगो यस्तो हुन्छ र यहाँनिर इन्स्टल भन्ने आउँछ। यहाँ अलरेडी मेरो जेहेतु इन्स्टल भइसकेको छ त्यसलाई ओपन देखाएको र अब नेक्स्ट यो ओपनमा क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस्, नेक्स्ट यो सर्च बारमा यहाँ लेख्नुहोस्, टाइप गर्नुहोस्। यहाँ टाइप गर्नुहोस् पोलिगन। यहाँ हेर्नुहोस् POLY। यहाँ हेर्नुहोस् पोलिगन आयो। यो किसिमको लोगो हुन्छ। यहाँ क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस् क्रिएट वालेट आयो। यहाँ क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस् नेक्स्ट यहाँ नट नाउमा क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस् वालेट नेम भन्दैछ। यहाँ वालेट नाम लेख्नुहोस् तपाईँको आफ्नो मर्जीले र 8 डिजिटको यहाँ पासवर्ड सेट गर्नुहोस्। रिपिट पासवर्ड। नेक्स्टमा यो सर्कलमा क्लिक गर्नुहोस्। त्यसको बादमा यहाँनिर क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस् मैले वालेटको नाम दियो सञ्जित तामाङ, मेरो आफ्नो नाम। तपाईँहरूले आफ्नो मर्जीले कुनै पनि नाम दिन सक्नुहुन्छ। मैले 8 डिजिटको यहाँ पासवर्ड दियो। यहाँ रिपिट पासवर्ड पनि दियो। अब नेक्स्ट म यहाँ सर्कलमा क्लिक गर्छु। यहाँ हेर्नुहोस् क्लिक गर्यो। अब नेक्स्ट यहाँ नेक्स्ट यसमा क्लिक गर्नुहोस्। क्लिक गर्यो। यहाँ हेर्नुहोस् नेक्स्ट यहाँ क्लिक गर्नुहोस् जेनेरेटमा। यहाँ हेर्नुहोस् यो किसिमको इन्टरफेस आउँछ। यहाँ लेखेको छ ट्याप टु डिस्प्ले अर रिकभरी फ्रेज। यहाँनिर टच गर्नुहोस्। यहाँनिर टच गर्नुहोस्। यहाँ हेर्नुहोस् यो 12वटा फ्रेज ओपन हुन्छ र यसलाई तपाईँले डायरीमा नोट गरेर राख्नुहोस्। यसलाई स्क्रिनसट पनि नगर्नुहोस्, मोबाइलमा सेभ पनि नगर्नुहोस्, मेलमा पनि नराख्नुहोस्, किनकि यो तपाईँको लाइफ टाइम काम लाग्छ। अगर तपाईँको फोन हरायो भने यो फ्रेजले नै तपाईँको आइडी ओपन हुन्छ। म फेरि रिपिट गर्दैछु तपाईँहरूलाई। यो हरायो भने तपाईँको फन्ड टोटली जिरो हुनेछ फ्युचरमा। त्यस कारणले यो कुनै रिकभर पनि हुँदैन। यो यसलाई भन्छ वेब3 वालेट, डिसेन्ट्रलाइज वालेट। त्यसैले यसलाई नोट गरेर राख्नुहोस् डायरीमा राम्रोसँग। त्यो कसैसँग सेयर नगर्नुहोस्। अब नेक्स्ट यहाँ क्लिक गर्नुहोस् कम्प्लिट ब्याकअपमा। यहाँ हेर्नुहोस् अब 1 नम्बरमा के थियो, 2 नम्बरमा के थियो, 3 नम्बरमा के थियो। यहाँनिर तपाईँले टच गर्नुपर्छ। 1 नम्बरमा के थियो म तपाईँलाई देखाउने छु। यहाँ हेर्नुहोस् 1 नम्बरमा ट्रक थियो। यहाँ हेर्नुहोस्, यहाँ खोज्नुहोस्। 1 नम्बरमा ट्रक थियो। यहाँ चाहिँ यहाँ यसलाई टच गर्नुहोस्। यहाँनिर सो भयो, डिस्प्ले भइहाल्छ। यहाँ हेर्नुहोस् मैले टच गरेँ, यहाँ डिस्प्ले भयो 1 नम्बरमा। अब यहाँ 2 नम्बरमा के थियो त्यसरी नै तपाईँले यहाँ हेर्नुहोस्। 2 नम्बरमा के थियो सेक्सन, 3 नम्बरमा बाइक। यहाँ हेर्नुहोस् त्यसरी नै तपाईँ टच गर्दै जानु। यहाँ हेर्नुहोस् 2 नम्बरमा के थियो सेक्सन। यहाँ हेर्नुहोस् यो 2 नम्बरमा डिस्प्ले हुन्छ। यहाँ हेर्नुहोस्
यहाँ हेर्नुहोस् डिस्प्ले भयो। अब 3 नम्बरमा के थियो हेर्नुहोस्। यहाँ हेर्नुहोस् 3 नम्बरमा बाइक। यहाँ हेर्नुहोस्। यहाँ हेर्नुहोस् डिस्प्ले भयो यसरी नै। यसरी नै तपाईँहरू 12 नम्बरसम्म यहाँ हेर्नुहोस् 12 नम्बरसम्म कम्प्लिट भयो। र नेक्स्ट अब यहाँ कन्फर्ममा क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस् वालेट क्रिएट भयो। यहाँ हेर्नुहोस् अब नेक्स्ट तपाईँ यो यहाँनिर प्लस चिन्हमा क्लिक गर्नुहोस्। क्लिक गरे यहाँ हेर्नुहोस्। यहाँ हेर्नुहोस् यहाँ एलजिएनएस लेखेको छ। यहाँ प्लस चिन्हमा क्लिक गर्नुहोस्। क्लिक गर्यो यहाँ हेर्नुहोस्। अब नेक्स्ट यहाँ डाई छ। यहाँ हेर्नुहोस् यो डाईमा क्लिक गर्नुहोस्। प्लसमा क्लिक गर्यो। अब नेक्स्ट यहाँ सर्च बारमा लेख्नुहोस्। टाइप गर्नुहोस्। यहाँ टाइप गर्नुहोस् SLGNS। यहाँ हेर्नुहोस् यसरी आयो। यहाँनिर 3टा आएको छ। यसमध्येमा तपाईँले याद राख्नुहोस्, ध्यान दिनुहोस् 7 to 5 भएको चाहिँ यो चाहिँ भ्यालिड हो। यहाँ प्लस चिन्हमा क्लिक गर्नुहोस्। क्लिक गर्यो यहाँ हेर्नुहोस्। अब ब्याक जानुहोस्। यहाँ हेर्नुहोस्। यहाँ हेर्नुहोस् हाम्रो यो पोल काममा लाग्छ। युटिलिटी काममा लाग्छ। एलजिएनएस डाई एसएलजिएनएस यो हाम्रो काममा आउँदैन। यो युटिलिटी चाहिँ काममा आउँदैन। अब यसलाई डिलिट कसरी गर्ने यहाँ हेर्नुहोस्। यसलाई टच गर्नुहोस्। जस्ट यहाँ टच गर्नुहोस्। टच गरेर यता लेफ्टमा सराउनुहोस्। टच गर्यो। अब डिलिटमा क्लिक गर्नुहोस्। हेर्नुहोस् अब यसलाई पनि लेफ्ट साइड डिलिट। हेर्नुहोस् यहाँ यतिवटा कोइन लिएर चाहिँ हाम्रो यो प्रोजेक्टमा काम लाग्छ। यो काम युज हुन्छ। यो एलजिएनएस मेनली डाई एसएलजिएनएस युटिलिटी पोल। यहाँ हेर्नुहोस् तपाईँहरू पनि यसरी नै प्रयास गर्नुहोस्, प्र्याक्टिस गर्नुहोस्। तपाईँहरूले पनि सक्नुहुनेछ यो वालेट क्रिएट गर्नु। यो भिडियो हेरी गर्नु होला। धन्यवाद।